चुनावमा एक्टिभली पार्टिसिपेट हुँदाखेरिको आफ्नो एक्सपिरियन्स ग्राउन्ड लेभलको एक्सपिरियन्स यसो भनौँ त। ग्राउन्ड लेभलको एक्सपिरियन्स अब के भन्ने, रिजल्ट हेर्दाखेरि राजनीतिक दलहरू केमा ढुक्क थिए भने यिनीहरूलाई के भयो, यिनीहरूको सङ्गठन चाहिँ गाउँ गाउँसम्म छ, सङ्गठनको आधारमा यिनीहरूले चुनाव चाहिँ आफू जित्ने आकलन गरेर बसे। तर समस्या कहाँ आइदियो भन्दाखेरि डिजिटलको 4-5 महिनाको हुइपले यिनीहरूलाई चेन्ज गरिदिए, रिजल्ट आफ्नो पक्षमा आएन। त्यसपछि चुनावमा चेन्ज कहाँनिर भयो त? चेन्ज कहाँनिर भयो भन्दाखेरि जतिखेर चाहिँ ट्रेन्डिङ ह्यासट्याग चल्यो, जतिखेर नेपोकिट्सको ह्यासट्याग चल्यो, जतिखेर एन्टी करप्सनको ह्यासट्याग चल्यो, यिनीहरूले सबैले के भयो, सबैले हल्का रूपमा लिदिए। 2-4 दिन फेसबुकमा उफ्रिने हो, 2-4 दिन टिकटक बनाउने हो, 2-4 दिन रमाइलो गर्ने हो भनेर उफ्रिए। तर त्यही कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीले क्यापिटलाइज गरेर आज जुन यो क्लिन स्विप आयो, त्यसको नतिजा चाहिँ यही सोसल मिडियाको हाइप हो। राष्ट्रिय स्वतन्त्र पार्टीसँग न स्थानीय तहसम्म सङ्गठन थियो, न बालेन शाहसँग स्थानीय तहसम्म सङ्गठन थियो। बालेन शाहले के गरेको भने मात्र सोसल मिडियाको ट्रेन्डलाई क्यापिटलाइज गरेर आफ्नो पक्षमा ल्याएको। त्यसो यो वान टाइम मात्र चेन्ज हुने हो कि अब चुनावको जुन नतिजा देखिएको छ त्यसले होल पोलिटिक्स सिनारियो नै चेन्ज हुन्छ त? अब पोलिटिकल सिनारियो त चेन्ज भइगयो नि। जस्तै आजसम्म 2/3 पुग्नलाई सबैको कुरा के थियो भन्दाखेरि यो व्यवस्थामा चाहिँ 2/3 आउँदैन अथवा एउटा कुनै दलले मेजोरिटी ल्याउँदैन भन्ने कुरा थियो। मेजोरिटी नै झन्डै 2/3 पुगिसकेको छ। अब यो कुरालाई अझ क्यापिटलाइज गरेर कुन रूपमा चाहिँ राष्ट्रसभा अगाडि बढ्छ भन्ने कुराले म्याटर गर्छ। तर पुराना दललाई पनि के झस्काइदियो भने अब पुरानो ढर्राले राजनीति चल्दैन। यिनीहरूले के सोचे थिए, मेरो सङ्गठन छ, म 2-4 जना मान्छेलाई पैसा दिन्छु, म चुनाव जितिहाल्छु भन्ने कुरा जुन थियो त्यो चाहिँ अब सम्भव छैन। अब त्यसो भए पुरानो दलहरूले अगाडि के नीति गर्नु पर्ला र राष्ट्रसभाले त अहिलेको लागि त 2/3 झन्डै लिएर आयो। उनीहरूको आफ्नो पर्सनल विचारमा चाहिँ राष्ट्रसभाले के गर्नु पर्ला र पुरानो दलहरूले पनि के गर्नु पर्ला त? अब राष्ट्रसभाले त क्यापिटलाइज गरिसकेको चिज चाहिँ राष्ट्रसभाले त कुनै केही गर्नु पर्ला जस्तो लाग्दैन। उसले उसको नीति हो। पुराना दलले यदि राष्ट्रसभासँग कम्पिट गर्ने हो भने जुन स्क्रिन चलाउने सेन्टिमेन्ट छ त्यो सेन्टिमेन्टलाई बुझ्न जरुरी छ। सोसल सेन्टिमेन्ट भनेको अहिले मान्छेको चाहिँ बाहिर देखिँदैन, त्यो सेन्टिमेन्ट सबै सोसल मिडियामा देखिया छ। त्यो सेन्टिमेन्टलाई पुराना दलले नबुझ्ने, अझै पनि त्यसलाई चाहिँ हल्का रूपमा लिने हो भने पुराना दल कुनै पनि बाँकी रहँदैनन्। त्यसो अब फाइनल थट एउटा भनिदिनु न त, के छ त? फाइनल थट भने के हो, त्यही हो स्क्रिनमा भएका जसरी चाहिँ राष्ट्रपाले चाहिँ एउटा ह्यासट्यागलाई क्यापिटलाइज गरेर 10 लाख मतदाता थप्न लगाएर त्यो मतदाता आफ्नो पक्षमा ल्यायो, त्यसरी नै सबै सेन्टिमेन्ट कहाँ छ, कुन प्लेटफर्ममा छ भन्ने कुरा बुझ्नुपर्छ। मेरो सङ्गठन छ, मेरो यो छ, मेरो त्यो छ, मसँग पैसा छ, मसँग पावर छ, सबै कुरा कोल्याप्स।